सुलभ साथी हाम्रो यहाँ लाउरी बन्दै पुरै। ल गाइज हाम्रो चाहिँ यो फर्स्ट ब्लग अनि हामी घरद्वारातिर जाँदैछौँ। यता म छु पराग, यता एमटिभी सुलभ, यता हाम्रो अर्को भाइ छन् अनि नयाँ भर्खर सिक्दैछन्। अनि आज चाहिँ ब्लग कस्तो हुन्छ के हुन्छ हेर्दै जानुहोस्। अनि त्यही नै हो, अब उता माथि घरद्वाराको ठ्याक्कै तलतिर हल्का इन्ट्रो बनाउँछौँ, भिडियो बनाउँछौँ, अनि उता माथि गएर बनाउँछौँ। अनि कस्तो हुन्छ हेर्नुहोस्, प्रतिक्रिया दिनु ल। त्यही नै हो। पानी अब यहाँबाट अहिले चाहिँ हामी नास्ता लाग्दैछौँ। अब चाहिँ हामी सिधै माथि गएर भेट्नेछौँ। अहिले चाहिँ ब्यागमा राख्दैछौँ सामानहरू। चाहिँ दोकानमा आएको छौँ सामानहरू किन्न। ल यसको के किन न, यसको 10 के 10 को ए ल चिगम लगा, चिगम दिनु, ह्याप्पी टेन दिने। हेर्न सक्नुहुन्छ। अनि हामी यतापट्टि छौँ, अनि यतापट्टि निरञ्जन भाइ, निराजन, अनि तिनीहरू सुलभ। यतापट्टि भ्यू पनि दामी देखिरहेको छ। ठ्याक्क हाम्रो तिनवटा साइकल यहाँ छ है। अनि हामी माथि जान्छौँ, अझै माथि जान्छौँ। त्यही नै हो, हेर्दै गर्नु होला है त। फाइनली गाइज हामी चाहिँ यहाँ घरद्वाराको आधी बाटोसम्म आइसकेको छौँ। अब यहाँदेखि थोरै माथि छ, देख्नु सक्नुहुन्छ। यत्रो उकालो अब हामी चाहिँ साइकल यहाँ काँधमा बोकेर लाउरी बन्दै जानुपर्छ। अनि त्यही नै अब ठ्याक्क हामी माथि जान्छौँ। अब यतिसम्मको सिनहरू यतिसम्म भिडियो हेर्नु भएको लाइक हान्नु होला, सब्सक्राइब हान्नु होला है, फर्स्ट टाइम हो। अनि त्यही नै हो, अब ठ्याक्कै डाउन हाने पुरै तलैसम्मको भिडियो बनाउँछौँ हामीले। हाम्रो सुलभ साथी लाउरी बन्दै यहाँ ठाउँ पनि एकदम डेन्जर छ है। लोटे भने त फेरि गयो नि, फेरि साइकल बोकेर यहाँ माथिसम्म। न साइकल भेट्छ न मान्छे भेटिन्छ यहाँदेखि गएपछि। यस्तो छ हेर्नु त। ल ल ल राइट, सुलभ साथी हाम्रो यहाँ लाउरी बन्दै पुरै डाउनहिल हान्नको लागि यतिसम्म दुःख गर्नुपर्छ। तर मजा फेरि लास्टै आउँछ है अहिले। भयो नि एकछिनलाई मात्रै हो क्या। क्वालिटी राम्रो आएको थियो मेरो क्वालिटी राम्रो आएको थियो। मेरो क्वालिटी छिटो पराग साथी हामी यहाँ यस्तो डेन्जर ठाउँबाट 1 मिस गेम फिनिस। हाम्रो पराग साथी यस्तो ठाउँबाट है, यस्तो खाल्टो छ यहाँ। डाउनहिल हाल्नको यति मिहिनेत गर्नुपर्छ साथीहरू। हेर्नुहोस् त, आउने बेला फेरि मजा, जाने बेला दुःख। फाइनली गाइज हामी चाहिँ घरद्वाराको टपमा आइसकेको छौँ। अनि हाम्रो हालत पुरै सर्ट भिजेर हेर्नु यस्तो भयो है। टेस्ट भिजेर हिँडेको पनि कपाल यी सबै भिजिसक्यो। मेरो सानो छ है, सबै गइसक्यो। हामी चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ घरद्वाराको टपमा आँखाम मजाले देखिन्छु घरेको छ उतातिर। घर त हेर्नु कमिला भन्दा नि सानो देखिया के होइन, सानो देखिया। यस्तो छ घरद्वाराको भ्यू। अब हामी यहाँ ठ्याक्कै नास्ता सास्ता ल्यायौँ अलिअलि चाउचाउ चिउराहरू खान्छौँ। अनि ठ्याक्कै डाउन लाँदै जान्छौँ। अब भिडियो बनाउँछौँ है त्यसको पनि। लास्टै धो गइसकेको छ। त्यही नै हो,
पानी सानी ल्याउँछौँ पानी ल्याएनौँ पानी तराई बाई ल गाइस अब हामी चाहिँ अनि अब हामी माथि टपसम्म आइसक्यौँ अनि त्यो क्यामेरा हेर्छ अब सस्तै डाउन लाने भिडियो बनाउँछौँ अनि के कस्तो गर्नु साथी हेरिदिनुहोस् लाइक गरिदिनुहोस् है अनि अब हामी चल्दैछौँ यताबाट जाने हो यतिबाट जान्छ त्यसै ल ल सुल भिन ल बाटो होइन है बिस्तारै रुखमा बिस्तारै हुन्छ रुमै केरास होला र फेरि नभएको झेउ होला क्या फेरि देखाइरहेछ ल माथिबाट आइरहेको नै हाम्रो निरञ्जन साथी ल अब बिस्तारै अब बिस्तारै बिस्तारै हिँड 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 बिस्तारै स्लो स्लो एकदम स्लो न त आओ बिस्तारै आऊ बिस्तारै आऊ बिस्तारै आऊ बिस्तारै त्यो खुट्टा टेकेर आऊ कि भर्याङ छ जस्तो त्यहाँ त्यही छ कि मेकानिकल ब्रेक झेउ हुन्छ यस्तोमा मेकानिकल ब्रेक झेउ हुन्छ के तात्तिन्छ झन् चप्किन्छ ब्रेक आइज के त बिस्तारै आऊ कि फेरि तिमी लोड लाऊ फेरि हामी यहाँसम्म उयो हल्का पहाडी टाइट गरिदिँदैछु ल पहाडी टाइट गरिदिनु न म्याक्स छ त्यो अगाडि जाऊ तिमी अगाडि जाऊ नभए अगाडि जाऊ अगाडि जाऊ अगाडि देखिया सब देखिया नि सब देखिया ल होइन ल गाइज सुलुखाजी अगाडि जाँदैछन् कुकुर पनि डाउनी लान्न आहा क्या गयो 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 चोट लाग्यो है देखेछ पुरै एउटाको देखिया तिमी डर स्पिडमा आइपुग्यो त्यहाँ ब्रेक हाल्यो खाना जस्तो भइहाल्थ्यो रोड हो यसरी ढल्ला के ढल्छ कि अहिले उठिको उठाएछ उभिल उभिल के तिमीको साइकलबाट कहाँ जान्छ यो तिमी जाकेमा तल गएको यहाँदेखि हेर न ब्रेक कस्तो भयो खोइ टुक्रा ब्रेकै गयो अड्डा हेर्न सक्नुहुन्छ गाइज के गर्दै के भएन अगाडि पहाडीको ब्रेक छैन अब के गर्ने सकर पनि भाँचियो सकर पनि गयो अड्डा सकर पनि चर्क्या त्यस्तै जानुपर्छ अब तैँले लास्टै यो पनि डक भइगयो हल्का यहाँले बेन्ड भएको क्या बिस्तारै अर्डर जस्तो लास्टै बिस्तारै आउँछ स्पिडमा आयो कि तिमी ब्रेक त लाग्यो हेर ब्रेक त्यहाँदेखि लाग्यो र तिमी धेरै स्पिड आयो कि ल गाइज हाम्रो मन साथीको एक्सिडेन्ट भएको थियो है हल्का क्र्यास डेन्जर क्र्यास सकर पनि गइसक्यो कि यसको ब्रेक लिभर गयो सिक्टर हल्का भाङ्गे जस्तो भयो केही त भएको सिक्टर ठिक छ एकदम बिस्तारै न आऊ है बिस्तारै आऊ है कहिले त्यही कलममा गएर रुक्ने हो त्यहाँ एक्सर्साइज गर्ने ठाउँमा गएर सुलभ सुलभ आऊ त
बेस हामी ठ्याक्कै तल गएर यिनलाई रोक्नेछौँ। अब बिस्तारै हामी पनि बिस्तारै जानुपर्ने हुन्छ, बाटो धेरै डाउन छ क्या यहाँ। ओहो स्टोभी हान्नु भने अगाडि उठाएर घसिन्छ त यहाँ त के हो साथी अगाडि हाल्ने स्टोभी हालिदिनु सानो काम सबै गयो त्यो ब्रेक पनि शब्द दियो नि स्पिडमा आएको थियो कि पुरै स्पिड थियो क्या भिडियोमा धेरै फास्ट भएर सोच्दै थियो क्या पुरै स्पिड थियो क्या स्पिड थियो अनि ब्रेक हान्ने बेला पनि त जिप के हान्न नि त्यो हल्का ब्रेक हानेर त्यो भयो अनि ठ्याक्कै यहाँतिर स्पिड थियो क्या पुरै गयो 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 होइन 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 हेलो भाइ हल्का छोडे भइहाल्छ ल ल ल ल ल ओइ 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 गयो 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 ल ल ल ल ल ओइ 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 धन्दैले अड्डा ल ल जाम 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 ल गाइज फाइनल्ली म चाहिँ घर आउन लागिसकेँ एकदम धो गइरहेको छ भात सात पनि केही खाएको छैन घर भात खान्छु ल गएँ ल ठ्याक्कै घर आइयो अब यही नजिकै हो मेरो घर अनि ठ्याक्कै ओहो कस्तो रात धो गइरहेको छ एकदमै है अनि घर जाने खानसान खाने एकछिन भिडियो एडिट गर्नुपर्छ कस्तो हुन्छ के भएको छ राम्रोसँग भन्नु ल हजुरहरूले ल फाइनल्ली घरसम्म आइयो है त गाइज यो चाहिँ मेरो होटेल आचार्य